हेलो साथीहरु, आइपीओहरु धमाधम खुलिरहेको बेला मेरो शेयरमा लगइन गर्ने पासवर्ड बिर्सिनु भएको छ भने यस्तो अवस्थामा हामीले पासवर्ड कसरी रिकभर गर्ने भनेर आज म यस भिडियो अन्तर्गत सिकाउने छु। यदि तपाईले पनि मेरो शेयरको पासवर्ड बिर्सिनु भएको छ भने बैंकमा नगई पासवर्ड रिसेट कसरी गर्ने भनेर आज म यस भिडियो अन्तर्गत सिकाउने छु। भिडियोलाई अन्तिमसम्म हेर्न नभुल्नु होला। आउनुस् मोबाइलको स्क्रिनतिर लागौं। सबैभन्दा पहिले क्रोम एप ओपन गर्ने, मेरो शेयरको वेबसाइटलाई सर्च गर्ने, यस पछाडि फर्गेट पासवर्ड लेखेको ठाउँमा क्लिक गर्ने, यहाँनिर चाहिँ आफ्नो डिटेल्स हाल्नुपर्ने हुन्छ। तपाईको बैंकको नाम, युजर नेम अनि तपाईको यो डिम्याट भएको इमेल अनि तपाईको डेट अफ बर्थ हाल्नुपर्ने हुन्छ। यसमा मैले चाहिँ यो सब हालिसकेको छु। सिम्पली यसलाई सेन्ड गर्दिने। यसरी आउँछ न्यू पासवर्ड हैज बीन सेन्ट योर इमेल भनेर आउँछ। अब तपाईले यसलाई बिचबाट काटेर जाने यसलाई। अब इमेललाई ओपन गर्ने, यहाँनिर रिफ्रेश गर्नुपर्ने हुन्छ। हामीले रिफ्रेश गर्ने, हेर्न सक्नुहुन्छ मेरो मेसेज चाहिँ आइसकेको छ। मेसेजमा क्लिक गर्ने अनि यहाँनिर चाहिँ लेखेको हुन्छ जस्तै मेरो नाम भनेको छ अनि डीपी आईडी, लगइन आईडी, पासवर्ड भनेर आएको हुन्छ। हामीले पासवर्डलाई कपी गर्ने, पासवर्ड कपी गरिसकेपछि ब्याक जाने अनि क्रोम एपलाई फेरि ओपन गर्ने। अब चाहिँ हामीले यहाँनिर आफ्नो युजर नेम, आफ्नो डीपी आईडी, युजर नेम अनि अघि कपी गरेको पासवर्डलाई हामीले यहाँनिर हाल्नेछौँ। कपी गरेको पासवर्ड हालेर लगइन गर्ने। हेर्न सक्नुहुन्छ चेन्ज पासवर्डको अप्सन आइसकेको छ। अब यहाँनिर चाहिँ अघि हामीले कपी गरेको पासवर्ड हाल्छौँ, त्यसपछि नयाँ पासवर्ड बनाउँछौँ हामीले। त्यसपछि चाहिँ कन्फर्म पासवर्ड गर्छौँ। त्यही नयाँ पासवर्डलाई फेरि रिटाइप गरेर कन्फर्म गरेर प्रोसिड गर्दिने। म चाहिँ गरिरहेको छु, जस्तै तपाईहरुले पनि गर्न सक्नुहुन्छ यसरी नै। हेर्न सक्नुहुन्छ मेरो चाहिँ पासवर्ड सक्सेसफुली चेन्ज भनेर आइसकेको छ। अब चाहिँ यहाँनिर नयाँ पासवर्ड हालेर ट्राई गर्ने लगइन गर्नको लागि। जस्तै म ट्राई गरिरहेको छु आफ्नो नयाँ पासवर्ड हालेर लगइन गर्न। हेर्न सक्नुहुन्छ मेरो आईडी चाहिँ लगइन भइसकेको छ। यसरी नै तपाई पनि आफ्नो मेरो शेयरको पासवर्ड बिर्सिनु भएको छ भने रिकभर गर्न सक्नुहुन्छ। आजको भिडियो मन परेमा यस्तै भिडियोहरू आगामी दिनहरूमा हेर्नका लागि च्यानललाई सब्स्क्राइब गरी बेल आइकनलाई अलमा सेट गर्न नभुल्नु होला।